हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मैले एउटा रिमोट कन्ट्रोल कारको एउटा मोटर र यसको फिटसहितको एउटा पाङ्ग्रा पाएको छु। आज म यसबाट मलाई एउटा आइडिया आएको छ कि म योबाट एउटा रिमोट कन्ट्रोल कार बनाऊँ, जसमा म युज गर्ने सामग्रीहरू देखाउँछु तपाईँहरूलाई। मैले चाहिँ यसको रिमोट चाहिँ पाइनँ, त्यसैले म यहाँको किटहरू काटेर चाहिँ जेपिटीहरू चाहिँ काटेर चाहिँ राखेको छु र मैले यो मोटर मात्र लिएको छु। हेर्नुहोस्, मैले यसमा युज गर्ने चाहिँ यो मोटरसहितको एउटा किट भइहाल्यो। अनि यो एउटा पाङ्ग्रा छ, अनि त्यसको लागि मैले ब्याम्बो स्टिकहरू नै लिएर राखेको छु। हेर्नुहोस्, अहिले म यसको नापहरू भनौँला, तपाईँले आफ्नो साइज अनुसार जति बनाउनु मन लाग्छ त्यही पनि लिन सक्नुहुन्छ। अब त्यस्तै हामीलाई रिमोट बनाउनको लागि यहाँ विभिन्न स्विचहरू नै मैले लिएको छु। मैले स्विच चाहिँ मैले आफै सङ्कलन गरेको छु। हेर्नुहोस्, यो चाहिँ सानो खाले स्विच हो, यस्तो खाले स्विच रहेको छ। मैले अरू युज गर्न पनि सक्थेँ, अरू युज गर्न पनि छ। मलाई 5 यस्तो स्विच पनि हो, 5 पिन सकेटवाला स्विच पनि छ मसँग, त्यो युज गर्न सक्छु। सरी गाइज, मैले अघि भर्खर राखेको थिएँ, चाहिए बेला त सामान कहाँ हराउँछ। ल एकछिनमा खोज्छु है त। ल हेर्नुहोस्, मैले चाहिँ त्यो पाएँ। हेर्नुहोस्, 5 पिन स्विच छ, जसमा चाहिँ यसले अगाडि पछाडि सबै गरेर मिल्छ। हेर्नुहोस्, यो चाहिँ मैले अघि भर्खर देखेको थिएँ, फेरि हराएको थिएँ, तर मैले पाएँ। हेर्नुहोस्, अब यसको मद्दतले या त म यसले भन्दा नि अलि युनिक तरिकाले बनाउन चाहन्छु, त्यही भएर मैले अरू स्विचको युज नगरेर मैले यसको स्विचको युज गरेको छु। त्यसैले अब हामी अरू नै कम्पोनेन्ट्सतिर जाऊँ। मैले त्यो टायरहरू हटाउनको लागि पेनको केही मात्रामा अब मिली सेन्टिमिटर काटेर सानो एक काटेर राखेको छु। यो चाहिँ तपाईँहरूले आफ्नो साइजको नि लिन सक्नुहुन्छ। अनि ब्याम्बो स्टिक भइहाल्यो। मैले त्यसको लागि चाहिँ एकदम लामो तार लिएको छु। तपाईँहरूले आफ्नो हिसाबले नि लिन सक्नुहुन्छ। र कार्डबोर्ड छ, यहाँ कार्डबोर्ड जति नि हुन्छ रिमोटको हिसाबले हुन्छ, तपाईँहरू जति बनाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ यहाँ हामीलाई दुईवटा अप्सन छ, कि त ब्याट्री युज गर्ने कि त चार्जर युज गर्ने। ल हामी हेर्दै जाऊँ है त, कुन कन्डिसन जे हुन्छ हामी त्यही अनुसार चाहिँ चलाऊँ है त। ल अब हामी बनाउनुतिर जाऊँ। फर्स्ट अब हामीलाई चाहिँ ग्लुगनको आवश्यकता पर्छ, त्यही भएर अब हामी चाहिँ रिमोट बनाऊँ। त्यसको लागि अब हामीलाई ग्लुगनको आवश्यकता पर्छ, त्यसैले हामीलाई यो तताम। अब हामी रिमोटको नापतिर जाऊँ है त। ल अब हामी चाहिँ रिमोटतिर जाऊँ। यो रिमोट चाहिँ तपाईँहरूले आफ्नो जतिसुकै बनाउनु सक्नुहुन्छ। म चाहिँ अब यहाँ नाप लिँदिनँ, त्यत्तिकै अब आफ्नै कति सुहाउँछ त्यति अनुसार चाहिँ लिन्छु है त। ल आफै अलिकति मात्रै काटेँ, नाप लिँदिनँ, अलिकति मात्रै काटेँ मैले यसलाई। हेर्नुहोस्, यो सिधा मात्रै काट्छु, भन्दा नि अलिक कमै काटौँ न, अलिक राम्रो देखाउँछ। हेर्नु गाइस, मैले यस्तो बनाएको छु। यो र यो चाहिँ बेस रहने छ भने यो साइडको हो, अनि यो चाहिँ अब यसरी राख्ने छ। ल अब यसको हामी चाहिँ अब रिमोट बनाउनु जाऊँ होइन। पहिला अब हामी चाहिँ रिमोटै बनाऊँ। ल पहिला रिमोटको लागि चाहिँ त्यो अब कम्पोनेन्ट्सहरू बनाऊँ, यिनीहरू जोडौँ होइन। अब यिनीहरू जोडौँ। अब हामी तार अब सोल्डिङ आइरन तताउँ है। सोल्डिङ आइरन तातिन्जेल हामी फेरि उता फर्क्यौँ। ल हामी सोल्डिङ आइरन नि तताइराखौँ न। हेर्नुहोस्, सोल्डिङ आइरन नि तताइराखौँ। अब तार काटौँ, पहिला तार नि काटौँ। अलिक ग्लुगम अहिले मैले बिर्सेछु, फेरि अनै राखिन छु, बल्ल अन राखेको छु। अब हामी तार काट्यौँ है त। त्यसको लागि तार यहाँ रहेको छ, तार। यसलाई अब हामी छोटो छोटो गरेर काट्छौँ, म देखाउँछु स्किप गरेँ। तार बनाएर राखेको छु। अब हामी फेरि फर्क्यौँ है त, चारवटालाई बनाएर राखेको छु र फर्क्यौँ हामी। ल अब हामी चाहिँ यो गाडीमा जोडौँ है त। त्यसको लागि यो यहाँ र यहाँ जोड्दैछु मैले। हेर्नु होला, एउटा यता कुनामा जोडेँ मैले, अर्को अलिकति छेउमा जोड्ने हो।
जोडेँ मैले यसरी जोडेँ भने अब यसलाई पनि अलिकति फेरि दह्रो बनाऊ। यति बनायो। अब हामी फेरि यसलाई नि यहाँ जोडौँ। अब हामी फेरि यसलाई पनि यहाँ जोड्नुपर्ने हुन्छ अलिकति दह्रो बनाउन, राम्रो बनाउन पनि। यसलाई हामी यहाँ जोडौँ। यो अलिकति ठुलो भयो, म काट्छु है त। यो पनि यहाँ जोडौँ। अब पछाडिबाट जोडौँ। यो यहाँ जोड्दैछु। यो पनि जोडिसकेँ मैले। अब यो पनि जोडेँ। अब फेरि यहाँ नि जोड्दैछु, जोड्छु। अब यो पनि अलिक ठुलो भयो, म फेरि काट्छु। ल अब यसलाई पनि जोडौँ। हामी यसलाई पनि जोडौँ अब। यो पनि जोडेँ मैले। यो अलि नराम्रो देखो, केही छैन, एडजस्ट गर्नु होला। यसलाई नि अलिकति काटेँ मैले राम्रो बनाउनको लागि। यो भने अब यहाँ हामी पाङ्ग्रा फिट गर्नको लागि यस्तो पनि यो नि फिट गर्नुपर्ने हुन्छ। पिनहरू म फिट गर्दैछु। एउटा लगाएँ। दुईटै लगाएँ। हेर्नुलाई अलि दह्रो बनाउनको लागि मैले त्यहाँ थपिदिएँ अलिकति भने नि। अब हामी यहाँ टायर हाल्छौँ। फेरि टायर हामी यो टायर हाल्दैछौँ। हेर्नुहोस्, कस्तो देखेको छ, ल कस्तो देखेको छ कमेन्ट पनि गरिदिनु ल। यति कुराहरू त यत्तिकै। यो मोटरले गर्दा होला अलि नराम्रो गुडेको तर गुडेको छ। हेर्नुहोस्, अब हामी गुडौँ। अब हामी फेरि पछि रिमोटतिर फर्क्यौँ है त ल।